सो वेलकम बैक टू माई यूट्यूब चैनल। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो ब्लगमा। सो आज चाहिँ हामी जाँदैछौँ बाबेचोर। सानो काम भएको कारणले गर्दाखेरि हामी चाहिँ जाँदैछौँ बाबेचोरमा है त। यहाँ बुढी पनि तयार भइसके, बाबु पनि तयार भइसकेको छन्, म पनि तयार भइसके, छोरी स्कुल गइसक्यो। अब हामी तीनजना चिलमा जाने। अब ट्याक्क के हो पैसा थियो यार, पैसा कहाँ दियो है? ऊ बाबुले पनि खै पैसा पायो खै? पैसा त यार के हो? कति हजार छ? 1 2 3 4 5,000 छ यार। अरे के गरेको? सो अब चाहिँ हामी जाँदैछौँ बाबेचोर है त। सुन किन्न जाने के? सुन 5,000 होइन, आमाले लिएर जानुभएको त 5 लाख। ऊ यहाँ रेडी भइसक्यो, बाइक निकालौँ भन्दैछ। म पनि रेडी भयो, अब बाइक निकाल्छु। टक्क लागेर हामी जान्छौँ हामी बाबेचोर। बुढी उताबाट रेडी भएर टोका लगाएर आउँदैछु। बाबु त आत्तिसक्यो, ए खुसी भएर न। यहाँ चाहिँ बुढीले दरवाजा लगाएर अब यहाँबाट निक्लिनको लागि हामी तयार भइसकेको छौँ। अब जाँदैछौँ हामी बाबेचोरतर्फ। हातमा के हो? कैँची सैँची बोकेछ नि त। अहिले चाहिँ हाम्रो यता पलैटीको बाटो चाहिँ एकदमै खराब के बाटो बनाउँदै रहेछ, यस्तो हालत खराब। सो हामी चाहिँ बाबेचोर पुगिसक्यौँ र बुढीले चाहिँ ब्याग किन्नलाई रेडी भइसकिन्। देख्न सक्नुहुन्छ यस्तो दामी क्युट ब्याग छ के, मलाई पनि मन परेको। हेर्नु त मेरो हालत यस्तो खराब भएको छ मेरो हालत। अनि सँगसँगै मेरो बाइकको पनि हेर्नु न। अनि चाहिँ यस्तो दामी ब्याग चाहिँ बुढीले किनिन्। अनि लागियो सुन किन्नलाई सुनचाँदी पसलतिर है त। देख्न सक्नुहुन्छ के हो, आमा त अगाडि नै गएर सुनचाँदी पसलमा के हो यति धेरै सुन लगाएर बस्नु भएको। अरू पनि चेक गर्दा हुन्छ। यो पनि लगाएर हेल्प खिच्नु त के भयो त? खिच्नु हैन, दुईटा बराबरै छ नि। म चाहिँ अहिले छु बाबेचोर बजारमा है। यो चाहिँ बाबेचोर बजार हो। सो अनि आमाले चाहिँ यहाँ आफ्नो लागि चाहिँ छान्दै हुनुहुन्छ, कुन राम्रो लाग्छ कुन राम्रो छ भन्दै चेक गर्दै हुनुहुन्छ। अनि यो माइली तिलरी हो, यो पनि दामी छ होइन। चाहियो रे सुन पैसा हुनुबार भन्दा नि चाहियो। म चाहिँ छु अहिले पञ्चपुरी 5 बाबेचोरमा रहेको बी सागर सुनचाँदी पसल। प्रोप्राइटर पुरन सुनार, विश्वासिलो भरपर्दो र एकदमै राम्रो सुनचाँदी पसल बाबेचोरमा। सागर सुनचाँदी पसल एकचोटि सेवा गर्ने मौका दिनुहोला अवश्य पनि है त सबैजनाले। अनि तपाईँहरू यहाँ चाहिँ ढुक्कसँग काम गर्न सक्नुहुन्छ, एकदमै विश्वासिलो हुनुहुन्छ उहाँहरू, एकदम पुरानो मान्छेहरू है त। हेर्नु त हामीले त सेवा गर्ने मौका पनि दिइसक्यौँ, तपाईँहरू पनि आउनु है त। सुन किन्ने मान्छे खुसी छन्, यहाँ सुन नपाउने मान्छे रोका छन्, कोही यता चिलमा छन्। हामीले चाहिँ यहाँ सुन प्याक गर्न लगाइदिइसक्यौँ। जुन गहना हामीलाई मन परेको थियो, जो चाहिएको थियो, त्यो चाहिँ दुवै हामीले चाहिँ यहाँ प्याक गर्न लगाइदिइसक्यौँ। अनि बिल त चाहियो, बिल नभइकन त केही पनि हुँदैन। सो हामीले चाहिँ बिल काट्न लगायौँ। दुईटा बिल दिनुभयो हामीलाई चाहिँ काटेर। के हो आमाले त यहाँ पैसा गन्दै हुनुहुन्छ त। सो अनि हामी चाहिँ त्यहाँ पैसा तिरेर अनि लाग्यौँ हामी विद्युतको पैसा तिर्नलाई पावर स्टेसनतिर। सो बाबेचोरमा रहेको पावर स्टेसन है त, यो हाम्रो पश्चिमको सबैतिर यहाँबाट चाहिँ हाम्रो विद्युत हुन्छ है त। सो आजको ब्लग चाहिँ यति नै थियो। फेरि अर्को ब्लगमा भेटौँला। पिच बाई।